हेलो गाइज, तपाईँको छुट्टी भएको उपलक्ष्यमा एउटा गाना गाइदिनु न। हाम्रो नाना चाहिँ यसरी नाच्दै गयो। ओ ओ ए भएको। हेलो गुड मर्निङ गाइज, वेलकम टु माई न्यू भिडियो। र यो सबैजना आराम कुशल हुनुहुन्छ होला र म पनि ठिकै छु भन्दै आज मैले चाहिँ रुमबाटै फेरि काममा जाने अवस्थामा भिडियो स्टार्ट गरिसकेको छु साथीहरू। र सबैलाई स्वागत गर्दै शुभ बिहानी, सबैको दिन शुभ रहोस् भन्दै म चाहिँ काममा जानुलाई चाहिँ यहाँ चाहिँ सनस्क्रिन लाउँदै रेडी हुँदैछु साथीहरू। आजको दिन हाम्रो एकदमै रमाइलो हुनेछ। अन्तिमसम्म साथ हेरेर साथ दिनु होला भन्दै मैले चाहिँ धेरै दिन पछाडि आज भिडियो गर्दैछु साथीहरू। के कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ दिनु होला सबैले। ल साथीहरू, अब म चाहिँ लाग्न लागि आज चाहिँ मैले यता माथिल्लोपट्टितिर साइकल राखेको थिएँ। सबैजना गइसक्यो, म चाहिँ अलिक ढिलो जान्छु कि जहिले पनि। तर अरू नै आउनु बाँकी छ। बिहानको टाइम यस्तो छ, घाम लागिरहेको छ हल्का। आज धेरै दिन पछाडि भिडियो स्टार्ट गर्दैछु। सबैजना गइसक्नुभयो र कोही आउँदै हुनुहुन्छ, तर धेरैजना चाहिँ सबैजना गइसक्नुभयो। बिहानको घाम एकदम राम्रो देखिएको छ। सबैजना हाम्रो साथीहरू चाहिँ पर पुगिसक्नुभयो। म चाहिँ जति छिटो गरेँ नि घरबाट चाहिँ एकदम ठिक्क टाइममा मात्रै हिँड्ने गर्छु। अरू सबैभन्दा धेरै छिटो चाहिँ कहिल्यै नि हिँड्दिनँ प्रायः। घाम चाहिँ कस्तो राम्रो छ हेर्नुहोस् न। यहाँ बुनीहरू सबै आँखामा घाम परेर यस्तो गरेर जाँदो रहेछ। यस्तो सानो रोड छ है साथीहरू, यहाँ चाहिँ सानो रोड छ। अनि एउटा गाडी आयो भने चाहिँ एकदम मजाले साइड दिनुपर्ने हुन्छ। यस्तो भइरहेछ सबैजना। हेलो गुड्डु, के छ? ठिक छ? ल ल, हाम्रो गुड्डु दिदी पनि यहाँ जाँदै हुनुहुँदो रहेछ। के छ भनेको ठिक छ भन्नुहुन्छ साथीहरू। आजको मौसम चाहिँ एकदम क्लियर रहेछ। बिहानै गर्मी पनि खासै धेर त भएन, तर म अब साइकलमा आएर होला यस्तो। म यता माथिको डिपार्टमा अस्ति गएको थियो भने अब आफ्नै कम्पनीतिर जानेछु साथीहरू। ओइ नाना, ठिक छ? ल ल, हाम्रो नाना नि आइसक्नु भइसक्यो त। हेर्दै उहाँको त साइकल छैन। यहाँ कट्टुस फलेको छ साथीहरू। म आइसकेँ। त्यो ढोकाको हामी पस्ने ठाउँ लक खोलेर पस्नुपर्ने हुन्छ। घामले आजभोलि लास्टै गर्मी छ नि साथीहरू। के गर्नु, घामले डढेर अनुहार बिग्रेर सनस्क्रिन लाउँदा जिन्दगी बेहाल छ। उहाँ साथीहरू यहाँ चाहिँ आइसकेर रेडी हुनु भइसक्यो क्या। अब म नि आइसकेँ। टाइम चाहिँ ठिक्क बेला भइसक्यो। अब रेडी भएर जानुपर्ने छ काममा। ल गाइस, खाना हामीले चाहिँ खाएर आयौँ है। आज चाहिँ एकदम मिठो थियो। त्यो मैले चाहिँ खानाको भिडियोहरू चाहिँ बनाउनु बिर्सेछु है, मिठो भएर। अनि साथीले चाहिँ चट्टसँगले घिउ बोकेर ल्याएको रहेछ है। अघिदेखि मलाई कल गर्छ किन आउँछ यहाँ मसँग आइन भने भन्छ हो। अनि त्यसरी किन रहेछ भनेको त पुरा मायाले बट्टामा लिएर ल्याइदिएको रहेछ साथीहरू। घिउसँग भात चट्ट खाइयो, 2 चम्ची घिउ मजाले पचाइयो। हामी 3जना चाहिँ जाँदैछौँ। सबै साथीहरू त गइसक्यो, पर पुगिसक्यो। हामी 3जना चाहिँ आइरहेछौँ।
कस्तो भयो आज खाना बताइदिउँ दुईजना मिठो छ मिल्न राई मिठो गाडी आयो ऊ चाहिँ एकदम फोन नबोल्नु व्यस्त हो व्यस्त अनि के लानु भयो यहाँ कपमा के थियो कपमा देखाउनु नि सकिसक्यो प्राउन प्राउन थियो आज खाना मिठै थियो अनि घिउले गर्दा अनि त्यो नेङमेङ चाहिँ फाल्नु भयो होइन उसले नि फाल्यो होइन घिउ पाएपछि त गाई चाहिँ हाम्रो साथीहरूले त अरू छोडिदिँदो रहेछ घिउ छैन भने चाहिँ त्यो मन पर्दैन क्या बरु त्यो तातो भएको भए चाहिँ नखाइन्छ चिसो भएपछि भात तातो हुन्छ नि चिसो झोल मलाई त रिस उठेर त्यस्तो भयो कसलाई कसलाई त्यो न्यु खोज्ने म त फेरि चिल्लाउनै मिल्नालाई मिल्ना कोसँग झगडा गर्नु खोज्दैछ के हुँदैछ पारा पुरा के हो ड्याम ल्याइदिन्छु ड्याम कि ड्याम होइन ल भाइ हेर्छ भाइ ठिक छ खाना मिठो छ ल खाना मिठो छ धेरै खाएर आउनु खाना गरौँ ल साथीहरू म चाहिँ कहाँ जाने ल साथीहरू हामी चाहिँ खाना खाएर आएर ब्रस एकैछिन गर्नुपर्ने हुन्छ हल्का ब्रस गरेर आएर साथीहरू हामीले चाहिँ खाना खाएर आयौँ हाम्रो चाहिँ काम चाहिँ बिहान पनि खानु अहिले पनि खानु र आज चाहिँ खाना लाग्छ मिठो थियो अनि आउँदा आउँदा यहाँ दाईहरू पनि दुईजना हुनुहुँदो रहेछ हँसिले दाईहरू अनि त्यसपछि हाम्रो चाहिँ यहाँनिर गाडी पनि सामान ल्याउन आइसकेको छ हाइदा यता हेर्नु त दुईजना यता हेर्नु त्यस्तै गर्नु दामी दामी दर्शन नमस्ते अनि खाना चाहिँ कति खानुभयो भन्नु न दुईजनाले हाइदा मिठो लाग्यो आज ओ ओ ए भगवान् हाइदैको फेरि चाहिँ फेरि त्यस्तो हुने गरी खानु अरे के हाइदै त कटुस पाकेको छैन होला है हेर्नुहोस् गाइस यहाँ चाहिँ हाम्रो कटुस फलेको छ है यहाँनिर चाहिँ अब हाम्रो चाहिँ 1-1.5 महिनामा कहिले पाक्छ यो अब आउने महिनामा पाकिहाल्छ अरे नि अब हामी चाहिँ यहाँनिर कटुसहरू टिपेर नि खान्छौँ घाम चाहिँ कस्तो छ नि गर्मी केही गर्न नसकिने गरी हेलो हेलो हिरोहरू के छ सबैजनालाई स्वागत छ मेरो भिडियोमा मिनी होइन है मिनी होइन फुल भलकमा हो अनि के हो यता बस्नु छोडेर यता बस्नु थाल्नुपर्छ त आजभोलि हो र त्यहाँ नि गर्मी हुन्छ ल हेर्नुहोस् साथीहरू हाम्रो चाहिँ यहाँनिर हाम्रो साउहरूले माया गरेर हाम्रो दाई भाइहरूलाई यहाँ घर बनाइदिनु भएको थियो गर्मी भएर यता बस्नु भएको छ भने के हो अपमान होइन मान गर्दा अपमान ए भगवान् भुइँतिर ए भगवान् रनिस भाइ ल खाना खान जानु मिठो छ अन्डा डामेको दाई चाहिँ उहाँ चाहिँ रेल ड्राइभ हो त्यही भएर बिसाएर खाना खान जानु हुँदैछ ल हामी चाहिँ साइकल स्ट्यान्डमा आइसकेँ खाना खाएर म चाहिँ बेलुकीको खाना है साथीहरू मैले आज दिउँसो भ्लगहरू खिच्न त पाइनँ के अरे एकदम गर्मी छ त्यही भएर बिहान र बेलुकाको मात्रै भयो डाइरेक्ट हेर्नुहोस् हाम्रो कम्पनी नजिकैको सुन्दर एकदम शान्त शीतल हरियाली जङ्गल वन जङ्गल यहाँ फिनेल हाउस छ यो हाउसलाई चाहिँ यता सानो यत्रै झारले यत्रो बढेर चाहिँ हाम्रो फिनेल हाउस यता पढाको फिनेल हाउस पनि सबै छेकिदिइसक्यो साथीहरू यहाँदेखि हाम्रो पारी माथि चाहिँ ऊ पनि छ पार्क छ हो यहाँनिर चाहिँ अब यहाँनिर पार्कमा चाहिँ हरियो बोट बिरुवाहरू भइरहेछ यहाँनिर चाहिँ यस्तो छ पहिले चाहिँ यहाँ चाहिँ पाखा थियो यहाँ चाहिँ अहिले चाहिँ यस्तो पार्क बनाएको छ यहाँ माथि चाहिँ के अरे हामी कहिलेकाहीँ घुम्न पनि जान्छौँ यस्तो के अरे रातो पातहरू भएको बेलामा
खाइदै के लिएर आउनु भन्नु त केलाई बिरालोलाई हो बिरालोले खाएको छैन त्यहीँ छ खाएको छैन उहाँ चाहिँ एकदमै धर्मती मान्छे पुण्य कमाउँदै हुनुहुन्छ हाम्रो राई दाई हो इलामको तपाईँ कुन राई रे बान्तवा कुन तुलुङमा छ ए अनि यस्तो बिल्लीहरू छ हेर्नु न यस्तो दाना दिनुहुन्छ बिल्ली चाहिँ यस्तो ए भगवान् अलिक मोटा न त्यो पारा अनि यसको अर्कै साथीहरू पनि छ बिल्लीको यस्तो बच्चा पनि छ यहाँनिर अनि यहाँ उयसको सेम यसको यो चाहिँ बाबा रहेछ यो चाहिँ अनि छोरा कि छोरी हो हाइदै त्यो अनि साथीहरू हाम्रो दाइले चाहिँ यस्तो बिरालोहरूलाई स्याहार गर्नुहुन्छ हो अनि यसले यसको मामा अर्को पनि पो आयो ओ हो आयो आयो अर्को पनि अनि यसको बच्चा यसको साथीहरू चाहिँ 4-5वटा थियो है दाइ कतिवटा थियो 3वटा होइन 4वटा थियो एकै कलरको 4वटा थियो उयो कलरको तर त्यो पनि मरेछ कि अनि अर्को पनि थियो त्यो पनि मरेछ अहिले 2टा मात्रै देखिन्छ अनि यसको आमा चाहिँ अर्कै छ यिनीहरूलाई चाहिँ दाइले जहिले स्याहार गर्नुहुन्छ यिनीहरूलाई चाहिँ दाइले नै हुर्काएको हो नभए चाहिँ दाइ नभए चाहिँ यिनीहरू उहिले कहाँ जान्थ्यो वन जान्थ्यो कि कहाँ जान्थ्यो थाहै छैन बिचराहरू अनि टिकटक बनाउने होइन दाइ अहिले नाचेर ट्राई गर्नु त कस्तो देखिन्छ आउनु तपाईँ र म सँगै नाचौँ मेलिन त आएन अब मैले नाचै सिकेन रे भनेर अब यहाँ भ्लगमा बोल्नु न के भन्नु मन छ भन्नु न हाम्रो मोती बहिनीको मल्टी भ्लगमा सब्सक्राइब गरेर अनि लाइक कमेन्ट गरिदिनु होला सेयर पनि गरिदिनु होला उहाँले भर्खरबाट सुरु गर्नुभएको छ एकदम सबैसँग पुऱ्याइदिनु होला अनि अब यो चाहिँ सुरुको भएको कारणले उहाँलाई धेरै ज्ञान भएको छैन बिस्तारै जानु हुँदै गएको उहाँले एकदम राम्रो राम्रो बनाउनु हुनेछ हजुरहरूले पक्कै पनि साथ सपोर्ट गरिदिनुहुन्छ भने ठुलो आशा राखेको छ मेरो पनि बहिनीले चक्लेट दिनुहुन्छ यस्तो ज्ञानी हुनुहुन्छ मायालु हुनुहुन्छ बहिनीलाई छिटो दिनु हुँदैन आधी भाँचेर खान्छु म त अब यहाँनिर साथीहरूले यहाँनिर चक्लेट खाएको हेर्दै हुनुहुन्छ म त यही अब भिडियो खिच्दै ठिक्क हुन्छु यो तर चक्लेट कुन हो के चक्लेट साथीहरू यो चक्लेट चाहिँ कुन खालको रहेछ मैले त खाएको पनि छुइनँ पहिलोचोटि हो अब खाइदिउँ न त कस्तो छ मिठो रहेछ के को मेरो नङ चाहिँ के हो बिचरा पर हाम्रो दिदीहरू आउँदै हुनुहुन्छ हाम्रो चाहिँ कम्पनीको तल्लोपट्टिको एरिया हो साथीहरू आज चाहिँ हाम्रो छुट्टी चाहिँ 8:30मा भएको छ अनि हाम्रो यो टाइममा चाहिँ सबैजनाको छुट्टी भएको रहेछ होइन अनि मलाई त आज भिडियो नबनाऊ जस्तो लागेको थियो कि सबैजनाको छुट्टी भएको कारणले गर्दा चाहिँ मलाई कस्तो बनाउनु मन लाग्यो सबको छुट्टी भएछ कि आज चाहिँ आधी त कम्पनीतिरै बस्नुहुन्छ धेरै त यता सिदोङ छ यतैपट्टि एउटा पनि छ बस्ने भवन पनि छ यता चाहिँ 2टा अनि तर यता जाने मान्छेहरू चाहिँ दिन्छु पनि भन्न सक्दिनँ म हेलो गाइज साथीहरू सबैको आज छुट्टी भएछ हो अनि मलाई चाहिँ भिडियो बनाउनु मन लागेर हेलो आऊ अनि साथीहरूको सबैको छुट्टी भएछ एकैचोटि सो मैले चाहिँ भिडियो बनाएर आएको छु एकदम रमाइलो छ अन्त हो नि धनी होइन के मलाई चाहिँ हिँड्नु अल्छी लाग्छ गाइज सो मैले चाहिँ धेरै हजुर अनि रोहरू लागेर मैले चाहिँ खिचेँ साथीहरू यस्तो हुन्छ हाम्रो बाटोमा चाहिँ धेरै साथीहरू हुनुहुन्छ अनि म चाहिँ यस्तो भिडियो खिच्न चाहिँ मन पराउँछु सबैजना हेर्दै जाँदै हुनुहुन्छ
हो नि साँच्चीको भ्लग हो अनि आज चाहिँ नि कस्तो सबैको छुट्टी भएर के रमाइलो लागेको छ उहाँ पर नि धेरै धेरै गइराख्नु भएको छ होइन होला हाम्रो गाइजहरू त पर आइराख्नु भएको छ आइराख्नु भएको छ यो चाहिँ अगाडिको क्यामेराबाट है नाना सबैको छुट्टी भएको उपलक्ष्यमा एउटा गाना गाइदिनु न हुर्यो भन्ने चाहिँ म छु है अनि कता हो गाई चटारिन्छ अनि तरुनी देख्दा त तपाईँलाई होइन होला हौ हाम्रो नाना चाहिँ यसरी नाच्दै गइरहनु भएको छ एकदमै रमाइलो गर्नुहुन्छ उहाँ चाहिँ हाम्रो साथीहरू चाहिँ उहाँ नाच्दै नाच्दै आउनुहुँदैछ ल अहिले राति भएर मात्रै उहाँहरू त बाटोमा नाच्दै आउनुहुन्छ कि तर अहिले मैले उज्यालो भएर चाहिँ सबै तपाईँहरूलाई देखाउन सकिनँ लास्टै रमाइलो हुन्छ राति हो तर पनि रमाइलो हुन्छ म चाहिँ यहाँ साइकल चढिरहेको थिएँ हजुर ल ओके ल हेर्नु साथीहरू मेरो चाहिँ साइकल पनि एउटा भाइले लगिदिनु भयो अनि म चाहिँ बोल्दै जाँदैछु यो अवस्थामा फेरि मेलिना डन आइसकेको छ यहाँनिर रेजिना यसरी जान्छौँ है हामी चाहिँ घर यस्तो रमाइलो हुन्छ हाम्रो मलाई चाहिँ आज लास्टै रमाइलो लागेको छ किन भन्दा धेरै सबैकै होला प्रायः छुट्टी भएको रहेछ यो टाइममा चाहिँ ल यस्तो धेरै हुन्छौँ है आउनु भनेर त हिँड्यो मान्छे त टुई यस्तो छ साथी चाहिँ अघि छोडेर मलाई त हिँड्यो ए भगवान् आई लभ यु टु यार आई लभ यु टु मच थ्याङ्क यू सो मच आज काम कस्तो भयो अरे बिजोक रमाइलो के भएर बिजोक चाहिँ नभइदिएको बिजोक रमाइलो हो नि हाम्रो काम अनि बिजोक रमाइलो कोही हेल्प रमाइलो भने हामी काम नगरिकन पैसा हेल्प गरिदिउँ यार भनेर यहाँ भनिदिने यहाँ भिडियोमा भनिदिने कि अनि एउटा गीत गाइदिउँ नि त कि नाचिदिउँ कुन गीत गाउनु त यस्तो बेला यो बिजोक रमाइलो भएको बेलामा अब त्यस्तो कस्तो हुन्छ त्यस्तै गीत एउटा गाइदिउँ नि त गीत गाउनु त मेरो साथीहरूलाई अब गीत गाएर सुनाइदिने कि नाचेर सुनाइदिने अब एउटा गीत गाउनु त पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मस्तानी सला कहिले आफू नाचेको मसिनी सला माया तिमीलाई सम्झिन्छु दिनको रात मस्तानी सला ल साथीहरू चाहिँ एकदम रमाइलो छ नाच्नु र गाउनुमा चाहिँ एकदम रमाइलो मान्छ एकदमै इन्ट्रेस्ट लिन्छ सबैले सम्झिँदै गर्नु होला माया गर्दै गर्नु होला आई लभ यु भन्दै गर्नु होला भनिदिनु होला माया गरिदिनु होला भनिदिनु भइसक्यो होइन ल उसले पनि अब माया गरिदिनु होला सेयर सब्सक्राइब पनि गरिदिनु होला भनेर भनिसक्नुभयो हजुरहरूले पनि मोतीलाई भाइरल गराउनु होला होइन भाइरल गराउनु भयो भने तपाईँहरूलाई हामीले अथाह माया गर्छौँ हामी चाहिँ आइसक्यौँ अब हामी सपनामा आउँछ बिपनामा फेरि भेटौँला अर्को भिडियोमा हामी धुम नाचेर देखाउनेछौँ ल अहिले त ढिलो भएर अहिले त बिजोक रमाइलो थाकेर मात्रै हो यस्तो अब भोलि पर्सि अब कुनै दिन नथाकेको बेला अनि बिजोक रमाइलो नभएको बेलामा एकदमै रमाइलो गर्नेछौँ देखाउनेछौँ गर्नेछौँ भन्दै अहिलेलाई बाई बाई गरिदिउँ नि त बाई नमस्कार सबैजनालाई फेरि भेटौँला अर्को भिडियोमा मोटीलाई माया सेयर सब्सक्राइब गर्दै गर्नु होला लाइक कमेन्ट